हेलो गुड मर्निङ गाइज। आज चाहिँ मेरो भ्लग अलि ढिलो स्टार्टिङ भएको छ अनि तपाईहरुलाई नि कति खै अब काम गरेको मात्रै कति देखाउने भनेर चाहिँ भ्लग नबनाउन ला हो। नयाँ अब यसो नयाँ केही काम पर्यो भने देखाउनु हुन्थ्यो। अब यताउति घुमौँ कतै केही देखाम भने नि अब सकिसक्यो, केही छैन। अब गाउँठाउँमा एउटै घर कति देखाइदिउँ, तपाईहरुलाई बोर लागिहाल्छ। अनि हाम्रो साथीहरु अब चाहिँ काम चलिरहेछ, हाम्रो चल्नलाई चाहिँ कन्टिन्यू काम भइरहेछ। तर तपाईहरुलाई चाहिँ अब कामको बारेमा नदेखा हो यतिखेर। अब यसो नयाँ भ्लग चाहिँ बिस्तारै बिस्तारै आउँछ नयाँ ठाउँमा। अब हालचाललाई चाहिँ यतिकै हो नर्मल्ली। यसो अहिले तपाईलाई म बिचमा यसो भ्यूहरु चाहिँ हाल्छु, अनि भ्यूहरु हेर्नुस्। कि त अब नयाँ कुरामा चाहिँ देखाउन भन्नु रुचेन यार। भ्लगको चक्करमा फेरि चोट लाग्उलाई। अब साथीहरु चाहिँ खासै बोल्दैनन्, उही राति भएपछि बोल्छन् गरे। रात परेपछि मात्रै हो यता बोल्ने। अब यसो भ्यू हेर्नुस् एकचोटि सरर। अलि राम्रो आएनै भयो, लाइट मिले छैन। यही ठाउँमा म काम गर्न जाने भनेर। घर चाहिँ मेरो घर देखिन्न, अब माथि पर्छ। साथीहरु चाहिँ देखिन्छन्। म त बिरामी। ल फाइनली गाइस काम गर्ने ठाउँमा आइएछ है। अब हाम्रो काम सकिसक्नु लाग्छ, अन्तिम चरणमा छ। बोल्दै हो तपाईँलाई देखाइदिनु पर्यो। हेर्नु ल फाइनल्ली अब सकिसकेको छ है काम चाहिँ। ए काम गर्नेहरूले आएर बसिसकेको छ। म चाहिँ अब यही स्याहारेर आज अन्तिम हुन्छ होला सायद। खै केटासँग गएर बस्न पर्यो अब। के भयो त नि? ल विकास सर के भयो त नि? हैन ठुलो नि यसो हाइसाइ गरिदिनुहोस् न। हो त्यस्तो। यहाँ तालफालाई स्कुल आउँछ अब। ल अब एउटा हाम्रो डन के टोपी भन्छ यसलाई, खै गोलो टोपी लगाइराखन्। आर्मी टोपी हो। विकास सर पनि बसिदिनु त गफ गर्ने। ल आजको काम चाहिँ के गर्ने कुरा छ ल भन्नु। आजको काम चाहिँ अहिले सक्ने भन्ने कुरा छ। अब सकिन्छ सकिन्न थाहा होइन है। सक्छौ काम गरेर आज? सक्नुपर्छ, धेरै दिन भइसक्यो। दिन त थोरै नै हो, धुलो धेरै खाइयो। त्यही भएर त्यसमा हामी चाहिँ छिटो सक्नुपर्छ भन्ने सिद्धान्त हो। साह्रो सिमत लागेको छ, दिनभरि ठोक्नुपर्छ यसलाई। अरू केही गर्नु बाँकी छ कि? अनि अस्ति यहाँ नम्बर मागिरहेको छ। अब नम्बर माग्दा के भन्न चाहन्छ भन त। नम्बर त अब दिने कि नदिने भन। फेसबुकमा नामसाम भने नि भयो, नम्बर नदिने है। फेसबुकमा नाम त अब त्यही दिइहाल न, के हो के दिने यार। फेसबुक मसलाई कन्ट्याक्ट गर्नुहोस् इनबक्समा, अनि सिक्रेटली मिल्छ। हिजोबाट एकदम अलि बिरामी हुनुहुन्छ, एकदम तोलाउनु भएको छ है। सायद अब तपाईहरुले विकासप्रति माया कमी देखाएर होला हिजोदेखि बिरामी हुनुभएको छ। अब हामी घर जाँदैछौँ है साथीहरु, काम सकेर। अनि आज विकास सर लास्टै बिरामी हुनुभएको छ। अनि के भयो भन्दा हिजो
उहाँलाई डाइट धेरै भयो डाइट धेरै भएपछि उहाँ चाहिँ आज बिरामी हुनुभएको छ हिजोको डाइट पचाउनु नसकेर